साथीहरु तपाईहरुका लागि मैले एउटा यस्तो भिडियो लिएर आएको छु कि यो भिडियो राम्रोसँग हेर्नु होला है साथीहरु। हेर्न सक्नुहुन्छ यो साइडको छेउको दुईटा फ्रेममा मौरी किन छैन भनेसी मह टनाटन छ। ल हेर्न सक्नुहुन्छ मह टनाटन छ तर मौरी बसिरहेको छैन। यो के कारणले हो भन्दाखेरि जाडोको समयमा मह चिसो हुने गर्दछ, त्यसैले महको चाकामा मौरी बस्दैनन् है साथीहरु। हेर्न सक्नुहुन्छ मौरीले लगाएको मह समयमै मौरीलाई केही अंश राखेर निकाल्नु पर्दछ साथीहरु, नभए पछि यही महले नै मौरी मर्ने गर्दछ नै साथीहरु। चिसो हुने गर्दछ त्यसैले मौरी मर्ने गर्दछ नै साथीहरु। यो भिडियो सक्दो शेयर गरिदिनु होला। धन्यवाद साथीहरु।